हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आफ्टर लङ टाइम ब्याक भइसकेको छु युट्युब च्यानलमा। अब चाहिँ कन्टिन्यू दिन्छु भनेर सोचेको छु, तर थाहा छैन मैले कन्टिन्यू दिन्छु या दिन्न। अब विकडेजमा त मेरो काम नै हुन्छ, विकेन्डमा मात्रै बिदा हुने हो, त्यो पनि अब यताउता यसो यसो गर्दाखेरि नै जान्छ। होप सो अब विकेन्डमा चाहिँ भ्लग हाल्न सकौँ। अनि आज चाहिँ म के भ्लग लिएर आएको छु भन्ने कुरा चाहिँ हजुरलाई टाइटलबाट थाहा पाइसक्नुभयो होला। अब नयाँ आउने मान्छेहरूलाई अथवा नेपालमा हुनुभएकोहरूलाई, मेरै साथीहरू, मेरै आफन्तहरू सबैजनालाई चाहिँ म कसरी क्यानाडा आइपुगेँ, अनि यहाँ चाहिँ म के गरिरहेको छु, कसरी बसिरहेको छु, मेरो लाइफ कस्तो भइरहेको छ, कसरी चलिरहेको छ भन्ने कुरा चाहिँ धेरै अब थाहा पाउन मन लागिरहेको हुन्छ नि त। अनि त्यही कारणले चाहिँ आज मैले चाहिँ म कसरी क्यानाडा आइपुगेँ भन्छु है त। फर्स्टमा मेरो चाहिँ ड्रिम के थियो भन्दाखेरि, त्यस्तोवाला बिग ड्रिम भन्दा पनि मलाई चाहिँ एग्रिकल्चर पढ्न मन लाग्थ्यो क्या। एजी बिएससी एजी गर्न मन थियो। अनि सायद मेरो घर पनि एजी क्याम्पसकै छेउमा भएको भएर, उता चितवनमा रामपुर क्याम्पसकै छेउमा भएको भएर चाहिँ मलाई त्यो इन्ट्रेस्ट जाग्यो होला सायद। अनि घरमा पनि प्यारेन्ट्सहरूलाई पनि त्यही नै पढोस् भन्ने थियो क्या। त्यही भएर चाहिँ मैले एजी पढ्ने भनेर म इन्ट्रान्स प्रिपरेसनको लागि गएँ। त्यसपछि मैले पढेँ, यहाँ 3 महिना पढेँ, नाम पनि निकालेँ। लमजुङ क्याम्पसमा पढ्दै थिएँ म होइन। अनि लमजुङमा बसेर पढ्थेँ, एउटा रुम लिएर एक्लै बसेर। अनि म पढ्दै थिएँ, मैले 3rd सेमेस्टरको इक्जाम दिएको थिएँ होइन। अनि पढ्दै थिएँ, तर यस्तो हुँदो रहेछ कि अब हामी त प्राइभेट स्कुलमा पढेर जाँदाखेरि, प्राइभेट कलेजमा पढ्दाखेरि त हामीलाई पोलिटिक्सको केही पनि थाहा हुँदैन थियो नि त। अनि मलाई त झन् जिरो नलेज थियो कि। मलाई के थियो भन्दाखेरि, आफ्नो कन्ट्रीको प्रेसिडेन्ट र प्राइम मिनिस्टरको बाहेक मलाई नाम बाहेक मलाई केही पनि आउँदैन थियो क्या, केही पनि थाहा थिएन क्या मलाई नाम। अनि म त्यहाँ गइसकेपछि सबै पुरै त्यो पोलिटिक्समा होल कि सबै है। अनि म त ला अब म कसरी पढ्ने जस्तो, हरेक कुरामा पोलिटिक्स के, हरेक कुरामा पाइलामा पोलिटिक्स हुन थाल्यो। अनि मैले चाहिँ अब यसरी त हुँदैन भने जस्तो भयो कि। अनि टिचरहरूले मार्क्स दिँदा अथवा अर्को हाम्रो थ्योरीको चाहिँ केही त्यस्तो हुँदैन थियो होइन, तर प्र्याक्टिकल्ली मार्क्स दिँदाखेरि चाहिँ आफ्नो पार्टीलाई भनेर त्यस्तो खालको भयो कि। अनि मलाई एकदमै नराम्रो लाग्यो होइन। त्यस्तो भएपछि चाहिँ अनि मैले यहाँ बसेर केही हुनेवाला छैन होइन, अब पोलिटिक्स भनेर मात्रै हुन्छ, अब त्यो बाहेक अरू केही पनि छैन। अनि बरु जान्छु होइन, बाहिरै जान्छु, केही गर्छु भन्ने थियो मलाई होइन। अनि मैले चाहिँ बिचमा पढ्दै अनि म काठमाडौँ आएँ है। अनि काठमाडौँ आएपछि चाहिँ मैले बाबा मम्मीलाई चाहिँ के भनेँ भन्दाखेरि, बाबालाई भन्दा पनि मम्मीलाई चाहिँ मैले के भनेँ भने, मम्मी अब म बस्न सक्दिनँ लमजुङमा, यसरी पढ्न सक्दिनँ, म चाहिँ बाहिर जान्छु अब होइन, कि कि युएस जान्छु कि क्यानाडा जान्छु भन्ने मेरो दिमागमा थियो। अनि मम्मीले चाहिँ मान्नु भएको थिएन, किन के कसो भनेर होइन। अब मलाई चाहिँ अनि फेरि जसरी हुन्छ जान थियो। अनि मम्मीलाई मैले फकाएँ। अनि म आज काठमाडौँ गएको थिएँ, अनि मैले भोलिपल्ट नै म कन्सल्टेन्सी बुझ्न गएको है। मैले फर्स्टमा जुन कन्सल्टेन्सी पढेँ होइन, गएँ म त्यही कन्सल्टेन्सीमा मैले पढेँ। अनि जो 7-8 डेज जति मात्रै पढेँ। अनि मैले आजको पिटीको इक्जाम दिएँ है। अनि पिटीको इक्जाम दिएँ, राम्रै मार्क्स आयो। अनि एप्लाई गरिहालेँ क्या छिटो। अनि जब मेरो उताबाट अफर लेटर आइसकेपछि चाहिँ मैले बाबालाई भनेको हो कि पैसा चाहियो नि त। अनि बाबा चाहिँ मान्नु हुँदैन थियो क्या, बाहिर जाने हुँदैन भन्ने खालको हुनुहुन्छ मेरो बाबा चाहिँ। अनि मान्नुहुन्न जस्तो लागेर चाहिँ मैले भनेको थिइनँ। अनि सुरुमा पनि अब कन्भिन्स गरेँ होइन, बाबाले मान्नुभयो, त्यस्तो नाइ भन्नु भएन, किन मेरो अफर लेटर आइसकेको थियो। अनि त्यसपछि अब बाबा मम्मीले पैसा हाल्नुभयो। अनि त्यसपछि म क्यानाडा आइपुगेँ होइन। म चाहिँ एजी पढ्दै बिचमा छोडेर आएको। यहाँ चाहिँ म अर्ली चाइल्ड एजुकेसन भन्ने कोर्समा आएको होइन। अनि त्यो चाहिँ त्यतिखेर मलाई केही पनि थाहा थिएन क्या, अब कन्सल्टेन्सीबाटै यो सब्जेक्ट पढ्दाखेरि चाहिँ हुन्छ भनेर म आएको हो। तर ठिक छ, थ्याङ्कफुल, भेरी थ्याङ्कफुल टुवर्ड्स कन्सल्टेन्सी पनि होइन, राम्रै कोर्स रहेछ, राम्रो भइरहेको छ होइन। अनि कुरा आयो यहाँ आएँ होइन। यहाँ आइसकेपछिको कुरा, अरू मेरो बारेमा अझै जान्न मन छ भने चाहिँ सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला, अनि कमेन्ट गर्नुहोला।
आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। बाई, नेक्स्ट भिडियोमा भेटौँला।